हेलो एन्ड नमस्ते गाइस, फेरि पनि स्वागत छ तपाईँलाई मेरो नयाँ ब्लगमा। धेरै पछि आएको छु आज नयाँ ब्लग लिएर है। आज चाहिँ हामी यो दमकको अन्धाराजा अन्धारानी भन्ने ठाउँमा आएका छौँ। अब हेर्दै जानु होला ब्लग पहिला चाहिँ होइन कस्तो थियो के थियो होइन थाहा भएन। अब फेरि पनि आज धेरै पछि नयाँ ब्लग लिएर आएको छु। फाइनल्ली सन्दीप दाईहरू फाइनल्ली अब चाहिँ सुरु हुँदैछ हाम्रो अन्धाराजा अन्धारानीको यात्रा। हेलो हेलो सबैजना हल छिटाउने खै त सबैले हेर्नु भएन के भन्ने के भन्नु मन छ हाम्रो निश्चल दाजुलाई के भन्नु मन छ के भन्नु भाइ भनौँ न शब्दै छैन सन्दीप दाइ के छ मेरो भनाइ मैले भन्नु भनिसकेँ को गीत बजाउने ल सबैजनाले हेलो भनिदिनु अरे। पहिलो ब्लग हो तेस्रो ब्लग थर्ड ब्लग ए ल ल सबैले डबल ट्याप गरिदिनु होला सबैले डबल ट्याप गरिदिनु होला हस् हस् सबैले जुठो जुठो स्याउ बोकेर हिँडेका छन्। त्यही त मेरो पनि त्यस्तो भइरहेछ क्या, त्यही भएर बसेको। यो बन्नेको सुरु मात्र हो। हाम्रो टोलीहरू हिँड्दैछ। हिँडेको 2 मिनट पनि नहुँदाखेरि म लगायत मेरो दुईटा साथीहरू थाकेका छौँ। स्पिड बच्छ त हामी चाहिँ अब ठुलो चाहिँ के भयो अरे स्यास्या भएर जिब्रा हात लागिसकेको छ यार। हिर्कै भयो त दिल खुस होइन खुट्टा चाहिँ खुस भइरहेको छ। भोलि त अनि पहिला लागेर जाने गाडीले त हिँड्छ त्यसो नभन न यार, तिमीहरू त दौडिन्छ र यार है भाइ। कस्तो महसुस हुँदैछ? हेलो हजुर हजुर हो त थाहा छैन, म त छुट्टीमा छु आज दिदी, माथि पहाडतिर छु। कति बेलादेखि नचलेको? ए इन्सिडेन्ट भएको होला दिदी, यता दमक होइन त? टाइम लाग्छ होला अब 1-1.5 घन्टा जति। हुन्छ हस् दिदी, यसो माघे सङ्क्रान्ति मनाउनु न हो आज। 15 भइसकेको 1 घन्टा भयो भने काटेँ है। हेलो हेलो गाइडहरू चाहिँ भरिया हिँड्दैछौँ यत्रो भारी बोकाएर खान मलाई चाहिँ यो पछाडि झरानी गरम गयो यस्तै छ। ठिक छ लड्छ है।
फाइनल्ली किरात पद्मार्ग। यहीँ सुरु हुन्छ यहीँ बन्द हुन्छ। सिडी टेक्ने बित्तिकै ल सुरु भयो। ल सुरु भयो। ल बधाई छ किरात पद्मार्गमा। लु त्यसपछि उता छिर न। ल हाम्रो साथी चाहिँ किरात पर्व। वेलकम वेलकम। ल ल भाइ आऊ। खाजा सादा छैन यसो। खादा पनि छैन खादा पनि छैन। सम्मान सम्झिने मनमा नै नमस्कार ढोकिया। हामी हाम्रो साथीहरू चाहिँ सबैजना बसादिया यता फोटो सेसन हुँदैछ। सामान चाहिँ यसरी बोक्नुपर्ने रहेछ होइन, मलाई थाहा नै थिएन। म पनि यसरी नै बोक्ने कोसिस। फोटो खिचौँ न यहाँ। ठाउँ चाहिँ एकदम राम्रो राम्रो नै छ। हेलो गाइस, है फेरि पनि स्वागत छ। अब हाम्रो ब्लग चाहिँ त्यस्तो राम्रो त भएन होला सायद यो पालिको त्यस्तो धेरै फुटेजहरू पनि लिन पाइनँ। थकाइ लाग्यो, त्यही भएर अलिकति समस्या नै भयो। आज चाहिँ त्यस्तो ठिकै छ। जस्तो पनि सल्लाह प्रतिक्रिया दिनु होला है, कस्तो लाग्यो ब्लग। त्यसैलाई